आउटफिट चाहिँ यस्तो रहेको छ। भनेर न उर्लाबारीबाट मङ्गलबारी जाँदैछौँ। दिदीलाई झ्याउ लागेको छ अरे। अब हामी चाहिँ जाँदैछौँ मङ्गलबारमा पुगेर देखाउनेछौँ। मलाई चाहिँ कस्तो बोल्नु पनि अल्छी लागेर बहिनीले बनाउँदै थियो भिडियो चाहिँ हैन। अनि हामी चाहिँ ठिक्कै यहाँ मङ्गलबारी पुगेका छौँ। हामी चाहिँ उर्लाबारीबाट गएको। यहाँ चाहिँ विभिन्न ठाउँबाट आउनुभएको थियो साकेलाको लागि, जस्तै सुन्दर अलैँचाबाट पूर्व पश्चिम जस आउनुभएको थियो। विभिन्न ठाउँबाट भनौँ न यहाँनिर साकेलाको लागि हामी पनि जाँदै थियौँ। यहाँ चाहिँ दिदीहरू हामीभन्दा अगाडि नै जानुभएको थियो। अनि हामी चाहिँ गएर दिदीहरूलाई खोज्दैछौँ। अनि अब यहाँ गएर हामी चाहिँ के गर्छौँ तपाईँहरू पनि हेर्नु होला। हामी विशेष हामी किराँतीहरूको चाहिँ मान चाड भनेको नै साकेला हो। यहाँ चाहिँ वर्षमा 2 चोटि गरिन्छन्। उधौली 6 महिना हो भने उभौली 6 महिना गरिन्छन्। र अहिले चाहिँ उभौली रहेको छन्। हामी किराँतीहरूले चाहिँ यो उभौली पूजा गर्नको लागि चाड मनाउनुको उद्देश्य चाहिँ प्राकृतिकलाई पूजा गर्नको लागि हो। किनभने अहिले अब जुन हामी अन्नहरू लाउने सिजन छन्, यसमा चाहिँ अन्नहरू राम्रो होस्, कुनै प्राकृतिकले क्षति नगरून्, त्यसैको लागि चाहिँ हामीले चाहिँ पहिलादेखि पुर्खादेखि नै गरि आएको हुनाले हामी पनि त्यसलाई फलो गर्दैछौँ। त्यस्तै हो। यहाँनिर मान्छेहरू हेर्नु न यति धेरै मान्छेहरू बेला भएर यहाँनिर हेरिराख्नु भएको छ। जस्तै आफूलाई भने आउँदैन। नाचको नाचको कार्य समिति अध्यक्ष सुब्रमणि श्रेष्ठज्यूलाई पनि म अतिथि आसन ग्रहण गर्ने अनुरोधमा हार्दिक अनुरोध गर्दछु। हाम्रा प्रमुख अतिथि
हेलो गाइस हामी चाहिँ फेरि डुलेर पनि आइसकेको छौँ है नाचगानहरू हेर्नुभयो होला के कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो राईहरूको नाच पूजा गरेर आइसकेको छौँ हामी चाहिँ फेरि पनि आइसकेको छौँ यही सधैँको ठाउँमा एकदमै मनोरञ्जन हरियाली ठाउँ मङ्गलबारे सिमसारमा फेरि पनि आएर हामी आज पनि यहाँ एक्लै तर रमाइलो त गरिरहेको छौँ हामी तपाईँहरूले पनि हेरेर लाइक सब्सक्राइब गरिदिनु होला के गर्नु अझ मलाई बोल्नु पनि एकदम अल्छी लागिरहेको छ कसलाई अल्छी लाग्छ बोल्नु मलाई मात्रै हो कि सबैजनालाई हो मलाई चाहिँ एकदमै अल्छी लागिराखेको छ नै गाइस हो बोल्नु मात्रै होइन खानु पनि मलाई अल्छी लागिरहेको छ हेर्नु गाइस यो सिमसारमा हेलो गाइस ल हामी त खाजा पानी दानातिर लाग्यौँ है यहाँनिर लिम्बुनी हुनुहुन्छ यहाँ तामाङनी हुनुहुन्छ यहाँ प्योर राईनी हुनुहुन्छ यहाँ चाहिँ यता चाहिँ अनि हाम्रो त यो अब साकेला होइन साकेलामा त नि यो के पो अरे नतानिकन त नि कहाँनिर अनि त्यो हाम्रो देउतामा के पो अरे मान्दैन त्यही भएर हामी चाहिँ आज यो खाँदैछौँ तपाईँहरूले कसरी साकेला मनाउनु भयो होला हामीले त्यसरी नै बनाउँदैछौँ है गाई मेरो चाहिँ यही है हाम्रो त यो त फेरि एकदम स्कुलमा चढ्ने हो नि त अनि आजको दिन अब साकेलाको दिन यो नखाइकन कहाँ हिँड्न सकिन्छ यो त्वाचे हो त्वाचे पुरा हामी खाँदैछौँ है गाई छो हाम्रो चाहिँ यस्तो रमाइलो आज साकेलाको दिन गाई तपाईँहरूलाई कस्तो लागेको छ हाम्रो लाइक सब्सक्राइब गरिदिनु होला हामी चाहिँ आज मङ्गलबारेमा के छ भनेको ल गाई लास्टमा त हेर्नु न चिङरिङ्ग पो भएछ आज साकेला के परे सकेर आएको त सबै चिङरिङ्ग भएछ जाँदाखेरि त एकदम राम्रो भएको थियो अहिले त आउँदा त सबै जाङराङ चिङरिङ सबैजना भएछौँ है गाई आजको हाम्रो साकेला चाहिँ अब के भएर घुम्यौँ नाच्यौँ तपाईँहरूले पनि देख्नु भयो होला हामीले कस्तो के गऱ्यौँ होइन नाच्नु त नाचेन अब गयौँ खायौँ तुम्बा तान्यौँ अनि मासु खायौँ त्यस्तै हामी राइनी बोजूहरू चाहिँ घुम्दै आज कता घुम्यौँ भन्नु त सरी त मङ्गलबारे सिमसार पनि गयौँ होइन तुम्बा पनि खायौँ अनि के पऱ्यो अरू के खायौँ सबैजनाले गरौँ न उयो के पऱ्यो त्यो के पो भन्छौ सिरुपाते खुखुरी मल्लाह छ कि छैन सिरुपाते खुखुरी मल्लाह छ कि छैन तिम्रो छोरा मन पर्यो थाहा छ कि छैन सैला फेरि एकचोटि गर्नु न हौ सुरु गर्नु न सिरुपाते खुखुरी मल्लाह छ कि छैन सिरुपाते खुखुरी मल्लाह छ कि छैन तिम्रो छोरा मन पर्यो थाहा छ कि छैन सैला ल सासूमा तपाईँको छोरा मन परिसक्यो रेडी बनाएर राख्नु होला हामी त तपाईँको परिवार एकदम रेडी भइसकेको छौँ बुहारीहरू चाहिँ यहाँनिर राइनी बुहारीहरू चाहिँ एकदम रेडी भएर बसेका छौँ यहाँ को मन पर्यो यहाँ एकदम यहाँको यो मन पर्यो कि मन पर्यो कि मन पर्यो एकदमै यो कुकुरलाई मन पर्यो कि आजको साकेला कस्तो भयो त कान्छी कस्तो लाग्यो त हाम्रो साकेला यिनी चाहिँ राईनी के पऱ्यो तामाङनी हो तर आज राईको साकेलामा लगेर गएको मजा भयो एउटा तुम्बा खुवाइदिउँ त्यस्तै हामी के परे गऱ्यौँ है आज चाहिँ भने मेरो आजको ब्लग यहीँ सकिन्छ मेरो गन्तव्य यहीँनिर टुङ्ग्याउन चाहन्छु